Hello guys, Jai Masi and welcome back to my vlog. अनि आजको vlog चाहिँ हामी चर्चबाट सुरु गरिरहेका छौं. अनि आज हामी रेजरेक्सन डे लाई मनाउनको निम्ति हामी भेला भएका छौं. अनि आज हाम्रो वरिष्ठ उहाँ नाना ठुली हुनुहुन्छ. के भन्नुहुन्छ हजुर भन्नुहोस्? सबैजनालाई जय मसी अनि नमस्ते जसले चाहिँ यो भ्लगलाई हेर्दै हुनुहुन्छ. अनि आज चाहिँ हाम्रो विश्वासीको लागि चाहिँ इट्स अ बिग डे, यति धेरै ठुलो डे हो. यो चाहिँ रेजरेक्सन भनेको पुनरुत्थानको समय, जसले चाहिँ एउटा मृत्यु उहाँको शुक्रबारको दिन यीशु ख्रीष्टले चाहिँ मृत्युलाई सर्नुभयो, उहाँ गाडिनु भयो. तर आजको दिन चाहिँ उहाँले मृत्युलाई पनि जितेर बौरी उठेको दिनलाई चाहिँ हामी सेलिब्रेसन गर्छौं. यो चाहिँ इस्टर सन्डे होइन, बिब्लिकली चाहिँ यो चाहिँ रेजरेक्सन सन्डे. अनि हामी चाहिँ आज यति धेरै एक्साइटेड छौं. हामी आराधना गर्छौं, छोटो वचन सुन्छौं, नाच्छौं, अनि त्यस पछाडि खाना पट्ट गरेको छौं. हुन्छ ल, थ्यांक यू सो मच, बाई. ल आजको मेरो आउटफिट यस्तो छ. गुरुङ सेनी भागी छ, गुरुङ सेनी भएको छ. यो माला मैले लगाएको तर उसको आजको हाम्रो वाचिपा छ. अनि यसमा छ हाम्रो आई थिंक सेलरोटी. लेट मी सी. ओरेछ सेलरोटी रहेछ. यो हाम्रो गुन्द्रुक र दाल, यो हाम्रो साग, यो हाम्रो मुही, यो हाम्रो पास्ता. यहाँ चाहिँ ओपन भएको छैन. अनि यहाँ फेरि कुमारीबाट आएको ओपन हुँदैछ. दिदी केही भन्नु चाहनुहुन्छ आजको दिनमा? वेलकम छु मेरो ब्लगमा. जय मसी सबैजनालाई. हाम्रो आज येशू ख्रीष्टलाई विश्वास गर्नको लागि एकदम उत्तम अनि खुसीको कुरा हो. अनि हाम्रो येशू ख्रीष्ट चाहिँ हाम्रो लागि सम्पूर्ण कुरालाई लिएर अनि विजय कुरालाई लिएर आउनु भएको छ. यही नै खुसी मनाउनलाई हामी यहाँ भेला भएको छौं. यस, अनि उहाँ हुनुहुन्छ वाचिपावाली. कुमारी वेलकम टु माई ब्लग. के भन्नु छ आजको दिनमा हजुरलाई? आज प्रभु यीशु बौरी उठ्नु भएको छ. आजको दिन उहाँले चाहिँ मृत्युलाई जितिकन आज बौरी उठ्नु भएको छ. अनि त्यसकै सेलिब्रेसनमा हामी चर्चभित्र आएको छौँ. अनि यसोमा जीवन छ भन्न चाहन्छु. आमेन. नानी, what is the day today? Resurrection Day. के अरे मैले सुनिन. Resurrection Day. इजु आज के हो? आज के हो? What is the day today? What is the day today? यो यसको स्वाद भएको थिएन. यो चाहिँ हाम्रो कुमारीबाट. अनि मैले टमाटरको अचार बनाउनु भन्दै थिएँ, उकालिँदै थियो तर बनाएछ. यति त नि एकजनाले खाइसकेछ. कसले खाने? कसले खाने? कसले हेर्ने? उयो पुरा अकबरेको आइरहेछ. अकबरेको अरे हक्क. उहाँ हुनुहुन्छ चिकन वाली, बार्बिक्यू वाली. उहाँ हुनुहुन्छ हाम्रो बिनाजु. बिनाजु के भन्नु छ कि हजुरलाई? हेलो गर्नु न सर. आज के हो भनेर एक थाल उसो अहिलेको चिकन सबै खाएको. हालेलुया. वेलकम ब्याक भाइ. आज के भन्नु छ हजुरलाई मेरो ब्लगमा? मलाई केही भन्नु छैन. आज कस्तो हुनुहुन्छ त? आज ठिकै छ. ठिकै छ. डल्ली पनि सुतेछ. गर्ली गर्ल्स के हो आज? आज के हो? के भन्नु छ मेरो ब्लगमा हजुरहरूलाई? आजको दिन के हो? What is the special? जय मसी हजुर, जय मसी. लु हजुरको नाम के हो? जय मसी हजुर. के भन्नु चाहनुहुन्छ हजुर आज? Jesus loves everybody. आमेन. वेलकम. एक्सक्युज मी, हजुरको नाम पाऊँ, परिचय पाऊँ? आज के हो अरे? आज रेजरेक्सन डे हो. विश्वासीहरूको लागि के डे हो? आज रमाउने दिन हो. Jesus is alive from the dead. हेलो, हजुरको परिचय दिनुहोस् हजुर. Today, basically, What is your... Oh, introduce yourself first. my name is Anusha. गनुषा. Anusha. अनि के अरे आज? Let's do that. Today, the tomb is empty because he has risen and went up to heaven.
Hello. Hello. Can you introduce yourself? My name is Isha, and I have a sister, and I have a brother, and I have a mom, and I have a dad, and I have a family. What is the day today? Resurrection Day. So are you excited to celebrate it? Yes. यो चाहिँ मेरो कान्छी छोरी हो हैन यो चाहिँ यो नेपाली पनि जान्दैन इंग्लिश पनि जान्दैन यो गाह्रो छ यो यसलाई गाह्रो छ ब्रदर Then introduce yourself. My name is Anisha, and Then what is the day today? Resurrection Day. So are you excited to celebrate? Yes, today is the April 20th, 2025. See ya. आजको हाम्रो रेजिग्रेसन प्रेयर पनि सकेको छ अनि थोरै मिट एन्ड ग्रिट पनि सकेको छ अनि हाम्रो पटलक पार्टी पनि सिद्धेर हामी घरसम्म आइसकेका छौं अनि सम्पूर्णलाई फेरि पनि ह्यापी रेजिग्रेसन सी यु इन नेक्स्ट ब्लग गॉड ब्लेस